हेलो साथीहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको यस भिडियोमा म तपाईलाई एउटा एकदम रमाइलो यात्राको भिडियो देखाउने छु। म चाहिँ अहिले ठ्याक्कै नेपालगञ्जमा छु अनि म आज नेपालगञ्जदेखि आफ्नो जन्म घर जाँदै छु। आफ्नो जन्मभूमि भएको ठाउँमा कहाँ होला भनेर सोचिराख्नु भएको छ होला। मेरो घर जाजरकोट हो अनि म आज नेपालगञ्जदेखि जाजरकोटको यात्रामा जाने छु र तपाईलाई यो यात्रा बीचमा के दृश्य देखिन्छ सकेसम्मको दृश्य देखाउने छु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला र यो रमाइलो यात्रा तपाईँ सँगसँगै गरौँ। ल त साथीहरु म चाहिँ अब कोठाबाट निस्किसकेको छु अनि यहाँबाट पहिला चाहिँ कोलपुर जान्छु अनि कोलपुरबाट चाहिँ जाजरकोटको गाडी छ त्यहाँ। त्यही भएर यहाँबाट कोलपुर गइन्छ अनि कोलपुरबाट माथि जाजरकोटको गाडीमा गइन्छ। म चाहिँ अहिले ठ्याक्कै गाडीमा बसिसकेको छु। अब कोलपुर हिँड्न लागेको छु म अनि यहाँबाट कोलपुर गइन्छ। कोलपुर गइसकेपछि फुपूको घरसम्म पनि जान्छ। फुपूको घरसम्म जान्छु, त्यहाँ एकछिन काम छ थोरै, त्यो काम गरिसकेपछि अनि बल्ल जाजरकोटको गाडीमा बसिन्छ। त्यसपछि यात्रा सुरु हुनेछ। नेपालगञ्जको सुन्दर दृश्य निहाल्दै म अहिले कोलपुरको यात्रातर्फ लागेको छु। यो नेपालगञ्जका अस्तव्यस्त सहरहरूको दृश्य हो अनि यो दृश्य हेर्न सक्नुहुन्छ। पंक्तिबद्ध गाडीहरू आफ्नो आफ्नो गन्तव्यतर्फ जान तयार अवस्थामा रहेका छन्। म अहिले कोहलपुर पुगिसकेको छु। यो कोहलपुरको न्यू रोड क्षेत्रको दृश्य हो। कोहलपुरमा रहेको कोहलपुर चौक अर्थात् चौराहाको दृश्य निहाल्दै अब हामी जाँदैछौँ सुर्खेत रोडतर्फ। म चाहिँ अहिले ठ्याक्कै कोलपुर आइसकेको छु र कोलपुरमा यहीँ बस्छु केही समय, गाडीको वेटिङ यहीँ गर्छु, यहीँ बस्नेछु। त्यसपछि एकछिनमा गाडी आउँछ होला। त्यसपछि खाना पनि खाएको छैन, यहीँ बसेर खाना खाइन्छ। मैले ठ्याक्कै कोलपुरबाट निस्किसकेको छु अनि कोलपुरबाट निस्कन त के पाएछ, एकदम पानी परेको छ। यो हेर्न सक्नुहुन्छ, यो पानी यति धेरै पानी पर्यो। एकछिन अघि हल्का पानी पर्यो, म रेस्ट गरिरहेको थिएँ पानी परेको बेला। फेरि पनि अहिले पानी परिसक्यो। बाटो त पुरा यस्तो हिलाम्मे बन्न लागिसकेको छ। ल त साथीहरू, म चाहिँ अहिले ठ्याक्कै गाडीमा बसिसकेको छु अनि अहिले चाहिँ यात्रा सुरु भइसकेको छ। अब यो गाडी सिधै जाजरकोटसम्म नै हामी यही गाडी साथ जानेछौँ। अन्य कुनै गाडी चेन्ज गर्नु पनि पर्दैन। अब यही गाडीमा चाहिँ मेरो यात्रा रहनेछ। यात्राको क्रममा रोडभन्दा अलि पर विभिन्न पहाडका टाकुराहरू देखिरहेका छन्। हरियाली वन जङ्गल निहाल्दै हामी अगाडि बढिरहेका छौँ। पहाडका रमाइला टाकुराहरू देख्दा मन आनन्दित भएको छ। हामी चाहिँ अहिले ठ्याक्कै यो बबई भन्ने ठाउँमा पुगिसकेका छौँ। यो दृश्य हेर्न सक्नुहुन्छ, यो बबई नदीमाथि बनेको पुल हो। यसले चाहिँ बर्दिया र सुर्खेत जिल्लालाई जोड्ने काम पनि गर्दछ। अब हामी बबई नदी पार गरिसकेपछि अहिले ठ्याक्कै यो सीमा क्षेत्रमा पुगिसकेका छौँ। यो मभन्दा पछाडि यो दृश्य हेर्न सक्नुहुन्छ। भेरीगङ्गा नगरपालिका हामी प्रवेश गर्दैछौँ। सुर्खेत जिल्लामा हामी प्रवेश गर्न लागिसकेका छौँ। यो गेट क्रस भइसकेपछि हामी सुर्खेत जिल्लामा प्रवेश गर्नेछौँ अनि सुर्खेत जिल्लाका रमाइला दृश्य हेर्ने नै छौँ। ल म चाहिँ अहिले ठ्याक्कै छिन्चु पुगेको छु। यो भेरीगङ्गा नगरपालिका वडा नम्बर 12 सुर्खेतमा पर्छ अनि यो छिन्चु बजारको ठ्याक्कै अहिले मेन बजारमा छु। त्यसपछि भर्खरै कोलपुरबाट आइयो र अगाडिको दृश्यहरू पनि देख्नुभयो होला। अब छिन्चुबाट चाहिँ म सुर्खेत जाने र जाजरकोट जाने बाटोबाट चेन्ज हुन्छ। त्यसपछि म चाहिँ अब जाजरकोट जानुपर्ने छ भनेपछि जाजरकोटको रुट लाग्छु। म त सुर्खेत भ्यालीभित्र अहिले पस्दैन। यहाँबाट चाहिँ डाइरेक्ट जाजरकोट जानुपर्ने भएकाले म डाइरेक्ट नै जान्छु। यो अहिलेको छिन्चु बजार हेर्नुहोस्। यता छिन्चुतिर पनि अहिले यो रोडको चाहिँ विकास कार्य भइरहेको रहेछ। यता पनि निर्माण कामहरू
काम भइरहेको रहेछ। अहिले यो छिन्चु बजार पनि धेरै विकसित भइसकेको रहेछ। रोड पनि क्लियर रूपमा धेरै चौडा भएको छ अनि रोडको बिचहरूमा स्ट्रिट ल्याम्पहरू पनि राखिएको छ। योभन्दा अगाडि चाहिँ त्यसमा भएको थिएन, जस एकदम थियो यस्तो ठाउँहरू विकसित छ। यतातिर पनि छ टन्नै यो बिचको लाइनभरिमा चाहिँ स्ट्रिट लाइट हालेर धेरै राम्रो बनाएको रहेछ। यो पनि सोलर सिस्टमबाट रहेको छ, बिजुलीको खपतबाट पनि बचिने र आफ्नो काम पनि भइहाल्ने एकदम राम्रो सुविधा रहेछ। म चाहिँ अहिले यो छिन्चु बजारको ट्याक्क त्रिवेणीमा छु है। यहाँ त्रिवेणी मोड छ एउटा, यहाँबाट चाहिँ 3 ठाउँबाट जाने बाटो छ। म चाहिँ अहिले बिचमा यो त्रिवेणी मोडमा छु। भेरीगङ्गा नगरपालिका प्रशासकीय भवन जाने बाटो चाहिँ यता रहेछ। अनि यो अगाडिको बाटो देख्नु भएको छ, यो चाहिँ नेपालगञ्ज कोलपुरदेखि छिन्चु आउने बाटो हो। यहाँबाट चाहिँ हामी यता यो साइड गयो भने चाहिँ सुर्खेत जानुपर्छ, सुर्खेत अब वीरेन्द्रनगर। अनि जुन म यो साइडबाट जान चाहनुहुन्छ भने यो चाहिँ जाजरकोट जाने बाटो हो। यहाँबाट चाहिँ जाजरकोट अनि डोल्पा साइडतिरको पनि बाटो यहाँबाट जान्छ। ट्याक्क त्रिवेणी मोडबाट चाहिँ 3टा ठाउँबाट जान सहजै सकिन्छ। यता कोलपुर नेपालगञ्ज, त्यसपछि जाजरकोट डोल्पा र यो चाहिँ वीरेन्द्रनगर सुर्खेत अथवा दैलेख जाने बाटो पनि छ यहाँबाट। ट्याक्क यो त्रिवेणी मोडबाट चाहिँ अब म जाजरकोटतर्फ छुट्टिँदैछु। अनि अब हामी जाजरकोट यहाँबाट सर्टकट हुन्छ हामीलाई, त्यसैले म यहाँबाट यात्रा सुरु गर्दैछु। छिन्चु बजारको दृश्यावलोकन गर्दै हामी अगाडि बढिसकेका छौँ। छिन्चु बजारदेखि अगाडिका रमाइला दृश्यहरू हेर्दै अनि विभिन्न गाउँठाउँहरू निहाल्दै यात्रा हाम्रो रमाइलो भइरहेको छ। यो दृश्यमा हेर्न सक्नुहुन्छ, यता कृषिजन्य खेतहरू पनि थुप्रै रहेका छन्। दृश्यमा देखिएको भेरीगङ्गा नगरपालिका वडा नम्बर 9 को दृश्य हो। यहाँ चाहिँ जहरे बजार भनेर चिनिने गरिन्छ। हामी चाहिँ अहिले गुरुवाकोट नगरपालिकामा छौँ। यो गुरुवाकोट नगरपालिका वडा नम्बर 7 आसपासको दृश्य हो। यहाँको आफ्नै मौलिकता, आफ्नै पहिचान र आफ्नै संरचनामा अडिक रहेको यो गुरुवाकोट। अरू सबै चाहिँ ठिकै रहेछ, तर अलिकति विकसित हुन नसकेको भनेको चाहिँ यताको सडक रहेछ। सडकमा चाहिँ अलिकति ध्यान आकर्षण गऱ्यो भने यताको क्षेत्र चाहिँ एकदम राम्रो छ। यति लामो यात्रा गर्नुपर्दा सडक चाहिँ अलिक गाह्रो रहेछ। हिँड्दाखेरि चाहिँ कालोपत्रे गरेको रहेछ अथवा कुनै कुनै ठाउँमा चाहिँ गरेको पनि उत्रिसकेको अवस्था रहेछ। यसलाई पुनर्निर्माण गरेको भए अझै सहज र राम्रो हुन्थ्यो होला। हामी चाहिँ अहिले ठ्याक्क यो सल्ली बजारमा पुगेका छौँ। अनि यहाँ अगाडि देखाइएको दृश्य हेर्न सक्नुहुन्छ, जाजरकोट र रुकुम चौरजारी जाने बाटो छुट्टा छुट्टै रहेको देखिन्छ। अब चाहिँ हामी यहाँबाट जाजरकोटको बाटोतर्फ लाग्छौँ। हामीले सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकामा प्रवेश गरेका छौँ। अनि यहाँबाट हाम्रो अगाडि यात्रा बढिरहेको छ। अनि अगाडि दृश्यमा देखाइएको यो चाहिँ देवीस्थल हो। यो चाहिँ सल्यान जिल्लामै पर्छ। यहाँबाट माथि जाने हो भने चाहिँ एउटा मन्दिर रहेको छ। यहाँ चाहिँ प्राय जसो व्यक्तिहरू गएर पूजाआजा गर्ने गर्दछन्। हामी चाहिँ अहिले सल्ली बजारबाट हल्का अगाडि आएका छौँ। अनि हाम्रो अगाडि चाहिँ एउटा पुल छ। यो हो भेरी नदीको पुल। अनि यो चाहिँ हाम्रो भेरी नदी, यो भेरी नदीको पुल हो। कतिपय मान्छेले चाहिँ थाहा होला, यो ठाउँमा धेरै यात्रा गर्ने मान्छेले चाहिँ थाहा पाउनुभयो होला। यो भेरी पुल हो। अब हामी यहाँबाट फेरि सुर्खेत जिल्ला प्रवेश गर्छौँ। अनि सुर्खेत जिल्ला प्रवेश गरिसकेपछि फेरि अनि हाम्रो यात्रा जाजरकोट पुग्नेछ। यतातिरका स्थानीय मान्छेहरूको आफ्नै काममा अस्तव्यस्त रहेका छन्। सबै गाउँघरमा आफ्नो दिनचर्या कटाइरहेका छन्। सबै आफ्नै काममा व्यस्त रहेका छन्। अहिले हामी सिम्ता गाउँपालिका वडा नम्बर 6 मा प्रवेश गरिसक्यौँ। यो भेरी नदी पारी सल्यान भयो, भेरी नदीभन्दा वारी चाहिँ सुर्खेत भयो। सुर्खेतको सिम्ता गाउँपालिकामा छौँ अहिले हामी। अब यहाँबाट पनि सिम्ता गाउँपालिका टच हुँदै जाजरकोट पुग्छ। अब हामी पुग्यौँ सिम्ता गाउँपालिका वडा नम्बर 6 जामुने बजार। जामुने बजार त धेरैले सुन्नुभएकै नाम हुनसक्छ। यो जामुने बजारमा हामी प्रवेश गऱ्यौँ। हामी भेरी किनारलाई पछ्याउँदै अगाडि बढिरहेका छौँ। यो दृश्यमा देखिएको चाहिँ भेरी नदीको, अनि हामी भेरी नदीको किनारै गइरहेका छौँ।
अनि भेरी नदीको किनारहरूमा चाहिँ खेती बालीहरू चाहिँ धेरै लगाएको रहेछ। यो हेर्नुहुन्छ यो खोलाको बिचैमा पनि खेती लगाएको रहेछ। र म चाहिँ अहिले जाजरकोट जिल्ला प्रवेश गरिसकेको छु। अहिले ठ्याक्कै भन्नुपर्दा यो छेडा बजारमा छु। यो जाजरकोट जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर 1 मा पर्छ यो छेडा बजार। म चाहिँ अहिले ठ्याक्कै यहाँ आएर बसेको छु। अहिले गाडी रोकिएको छ चिया नास्ता खाने अथवा रेस्ट गर्नको लागि। अनि यो ठ्याक्क छेडा बजार हो यो, हुन त अब शिवालय गाउँपालिकामा पर्छ। यो छेडा बजारभन्दा अब अगाडि जाने हो भने हाम्रो छेडाघाट नगरपालिका पर्छ। शिवालय गाउँपालिका छुटेर छेडाघाट नगरपालिका पर्छ। त्यहाँबाट चाहिँ अब अनि मेरो घर छेडाघाट नगरपालिकामै हो अनि आफ्नै पालिका हुँदैछ। खुसी छु एकदम देओस्। यो नदी किनारमा बसेको यो छेडा बजार प्रायः जसो छेडा चौर भनिन्छ, छेडा बजार पनि भनिन्छ। अलि प्रख्यात बजार नै छ। यहाँबाट व्यापारिक केन्द्र पनि यहीँ रहेको छ। त्यसपछि यहाँबाट जाजरकोटका विभिन्न ठाउँमा जानको लागि पश्चिम जाजरकोटतिर अथवा पूर्व जाजरकोटतिर जाने भागहरू चाहिँ यहाँबाट प्रायः जसो चाहिँ गइन्छ। हामी चाहिँ छेडा बजारबाट अगाडि बढिसकेका छौँ। यो अगाडि देखाइएको चाहिँ छेडा बजार हो अनि हामी छेडा बजारबाट चाहिँ उकालो लागिसकेका छौँ। अब हामी केही समयपछि चाहिँ छेडाघाट नगरपालिकामा प्रवेश गर्नेछौँ। अहिले चाहिँ हामी छेडाघाट नगरपालिकामा प्रवेश गरिसकेका छौँ। यो अगाडि देखाइएको दृश्य छेडाघाट नगरपालिका वडा नम्बर 12 पर्ने गर्दछ। यहाँ चाहिँ छेडाघाट नगरपालिकाको कार्यपालिका पनि यही ठाउँमा रहेको छ। यो गाउँको नाम मनगाड भन्ने पनि गरिन्छ अनि यो छेडा खोलाको किनारमै बसेको गाउँ छ। छेडा खोलाबाट यहाँका व्यक्तिहरूले प्राय जसो माछाहरू मार्ने अनि माछाहरू जालसाल खेल्ने काम गर्छन्। विभिन्न डाँडाकाँडाहरू निहाल्दै म चाहिँ छेडाघाट नगरपालिकाको यो हाम्रो आफ्नै गाउँठाउँ वडा नम्बर 2 तर्फ प्रवेश गर्न लागिसकेको छु। अनि यहाँका विभिन्न डाँडाकाँडाहरू निहाल्ने अनि यताको हरियाली, त्यसै गरी यो प्रकृतिमय भावले गर्दा चाहिँ मन एकदम उत्साह भएको छ। अनि अब म चाहिँ घर पुग्न लागिसकेँ। यो घर पुगेको भिडियो चाहिँ मैले सुट गर्न पाएन किनकि मलाई घरसम्म जाँदाखेरि अलि राति भइसकेको थियो। त्यही भएर अनि आजको यो हाम्रो यात्राको भिडियो तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोला। तपाईँको प्रतिक्रियाले मलाई अर्को भिडियो बनाउन सहयोग गर्नेछ।